मेरा भाइ थुक्पा खान लाग्छ चिसो चिसो मौसममा तातो तातो थुक्पा है बिजोक हाम्रो बिजोक साथीहरु पानी परेको यो लोकेसन चाहिँ के दिदी ए चौभारको तपाईहरुको घर कता होला हाम्रो घर त हो कता हो लमजुङ कहाँ हो तिम्रो घर हुम्ला चाहिँ जान लागि म कहाँ रुममा चिया यता न Okay, let's go. वेलकम टु डल्ली भ्लग युट्युब च्यानल अगेन साथीहरु हामी चाहिँ आज चोबार डाँडा घुम्न आइरहेको छौँ है त अनि यहाँ चाहिँ साथीहरु 4 जना हामी 5 जना हाम्रो दाइ पनि हुनुहुन्छ अनि हामी चाहिँ हाम्रो स्पेशल हाम्रो भाइ पनि यहाँ भेट भयो हैन अनि हाम्रो भाइले चाहिँ भिडियो खिच्दै हुनुहुन्छ अनि हामी चाहिँ एकदम मस्तसँग मस्किरहेको छौँ हैन भन्नु पर्यो त्यही भनेको तर हामी आज हाम्रो जाने ठाउँ चाहिँ खास डेस्टिनेसन चाहिँ अर्कै थियो अर्कै ठाउँ थियो तर पनि हामी यता आयौँ हाम्रो राइट अलिक मिस्टेक भएको कारणले गर्दाखेरि हामी यहाँ आइपुग्यो साथीहरु तर यहाँ पनि एकदम राम्रो छ है ठाउँ चाहिँ तपाईहरु पनि नजिकै हुनुहुन्छ भने घुम्न आउनु पर्ने हुन्छ आउनु होला है त यो लोकेसन चाहिँ के दिदी ए चौभारको तपाईहरुको घर कता होला हाम्रो घर त हो कता हो लमजुङ लमजुङ कुन ठाउँ मेरो बुटवाल हो हैन तपाईको मेरो पनि लमजुङ तपाईको कुन ठाउँ लमजुङ सबैजनाको त लमजम हो कुन ठाउँ लमजुङ बिबारे दिदीको यो पनि बिबारे नै हो तपाईले सोधे मैले मलाई मेरो पनि बिबारे हो सबैजना बिबारै हो हो ल गाइस आज हेर्नुहोस् मेरो हुम्ला ए हुम्ला कुन ठाउँ गोठी हो भन्नु गरौँ दिदी यहाँ हाम्रो ह्यान्डसम भाइ चाहिँ हाम्रो ग्राफर छ हैन अनि हाम्रो भाइले चाहिँ मजा मजाको भिडियो खिच्दैछ हैन भाइ हो कहाँ हो तिम्रो घर हुम्ला कहाँ बस्छौ उ तल ए हो ए ल ल टौदा टहरा ए ल यो चाहिँ को हो बहिनी हैन अर्काको छोरी ए हो ए ल ल ल ल ठिक छ भाइ सन्चै होला नि ओके यहाँ हाम्रो केटीहरू चाहिँ पुरा टिकटक भिडियोहरू होइन हेर्दै मोज गर्दैछ क्या हाम्रो टिम भनेको चाहिँ एकदम मोज गर्ने हेर्नुहोस् त गाई कुन चाहिँ मन पर्यो तपाईँहरूलाई भनिहाल्नुहोस् है यहाँ अलिक नक्कली नक्कली छ होइन यसलाई चाहिँ मन नपराउँदा पनि हुन्छ यसले फसाउँछ साथीहरू अनि यहाँ बिचको चाहिँ हाम्रो ज्ञानी दिदी हुनुहुन्छ अनि छेउको चाहिँ हाम्रो झन् खतरा बहिनी के यो बहिनीलाई चाहिँ यसो म केटा भए चाहिँ खतरा मैले चाहिँ उयो गर्थेँ सुन्नु न गाई यो यसको मुख सेउसी केटीहरू छ मोटो एउटा फोटो खिच्नु हो म यो खोलेर उता ज्याकेट लाउँ मलाई पनि उनीहरूलाई पनि देखाउनु ल हल्का तपाईँ उता जानु न दिदी तपाईँ यस्तो जानु बिस्तारै घुमाउँदै ल अब उता देखाउनु मिलेन के हो फेरि भयो मिनु ओके गाइस हामी चाहिँ जान लागि जाडोले मर्यौँ हामी चाहिँ साथीहरू खतरा हावा चलिरहेछ हो गाह्रो छ हामीलाई तेरो जाने हामी चाहिँ अब उताबाट घुमेर जान्छौँ लास्टै जाडो भयो साथीहरू जाडो लास्टै भयो साथीहरू जाडो लास्टै भयो हामी चाहिँ उताबाट घुमेर जान्छौँ है ओइ म त टिकटक नि बनाएन त अनि कति राम्रो आएको छ हाम्रो टिकटक हेर्नु साथीहरू अगाडिको राम्रो छ के अगाडिको राम्रो छ पानी परेर हेर्नु न साथीहरू
यो गरी यो खेलेको हेर्नु पानी पर्यो हसिना झर्यो दाइको रुमाल हजुरलाई मन पर्यो बिजोक हाम्रो बिजोक साथीहरू पानी परेर हजुर छिया छिया भइसक्यो यो छाती अत्याचार नगर म माथि छोरा अत्याचार नगर मेरो मायामा है बुझिराख्नु है हामी चाहिँ खाजा खानु लाग्छौँ है साथीहरू हाम्रो हेर्नु त हाम्रो मकर्नीको पिछो पानी परेर साथीहरू माया लागेन यस्तो हेर्दा पनि हाम्रो बहिनी रमायो यहाँ बहिनीको खानु पाएर रमाएको रमायो मेरा भाव थुक्पा खान लाग्छ चिसो चिसो मौसममा तातो तातो थुक्पा है ओ लभलभी हेर त जातीहरू यो चाहिँ जति अगाडि अगाडि खाइहाल्छ क्या यो मर्सीको बिहा हेलो हाम्रो दिदीले सुरु गर्न लाग्नुभयो हाम्रो बहिनीले सुरु गरिसके है त थुक्पा भावनाले लेखेका यहाँ पारी गाछ कति राम्रो उयो रहेछ कि डाँडा रहेछ हो त्यहाँ पनि एकताल आउनु पर्दा जस्तो छ यो चाहिँ हाम्रो काठमाडौँ सहर हेर्दामा लाग्छ रहर भन्ने सहर हो कि यो कविता हौ तिमी अब हामी चाहिँ खाजा खाएर पनि रुम जान लाग्छौँ है साथीहरू गाह्रो छ हामीलाई पनि गाह्रो छ जाडो छ गाह्रो पनि छ जाडो पनि छ है साथीहरू अनि हो अब हामी जान लाग्छौँ यहाँ केटीहरू छ हे केटीहरू वाक वाक केटीहरू वाक वाक अनि के हो एउटा गीत बजाउने कि अब हामी चाहिँ सुई कहाँ सिँढी चढ्दै सिँढी के भन्नु बाटो जानु छ साथीहरू पानी परेर एकदम बिजोक भएको छ त्यो कुकुर चाहिँ कहाँ लगेको हो देखेको हुन्न लेखेको हुन्छ